नमस्ते मित्रहरू, म रुद्र काफले यहाँ चाहिँ उस्टर म्यासाचुसेट्सबाट। मैले पेन्डेमिकको बिचदेखि पेन्डेमिकको सुरु ताकादेखि फिजिक्स इज फन, भौतिक विज्ञानको रमाइलो भनेर विकली फेसबुक लाइभ चाहिँ कार्यक्रम चलाउने गरेका थिएँ। विगत केही वर्षदेखि त्यो कार्यक्रम चाहिँ काइन्ड अफ रोकिएको, त्यसलाई कन्टिन्यू गर्न गरेका थिएन। अनि आज यसो फेरि त्यसलाई रिकनेक्ट गरौँ, तपाईँहरूसँग पनि भेटघाट गरौँ भनेर आज मैले चाहिँ फिजिक्स इज फन, भौतिक विज्ञानको रमाइलोको अर्को नयाँ भाग चाहिँ लिएर आएको छु है त। यहाँहरू सबै सन्चै हुनुहुन्छ होला, थ्याङ्क यू। आज चाहिँ मैले यो रिसेन्टली एउटा घटेको चाहिँ एउटा एस्ट्रोनोमिकल घटनाको विषयमा चाहिँ कुरा गरौँ भनेर लागेको छु है त। त्यो घटना भनेको चाहिँ के भने, यो मेटियोर सोनिक बुम भन्छ। मेटियोर भनेको चाहिँ उल्का, हामीले चाहिँ उल्का भन्छौँ नेपालीमा। के हुँदो रहेछ भने, यो पृथ्वीको वरिपरि चाहिँ थुप्रै सासाना वस्तुहरू, पिण्डहरू छरिएर बसेका छन् है यो सौर्यमण्डलमा। अनि ती ससाना पिण्डहरू चाहिँ बेला बेलामा पृथ्वीको वायुमण्डलमा छिर्छन्। ती साना साना वस्तुहरू, धेरै किसिमका वस्तुहरू मध्ये ती मेजोरिटीहरूलाई चाहिँ हामी मेटियोरोइड्स भन्छ। त्यो मेटियोरोइड्स उल्काहरू होइन, जेनरल, त्यो चाहिँ एउटा जेनरल साधारण सबैलाई रिप्रेजेन्ट गर्ने, प्रतिनिधित्व गर्ने एउटा शब्द हो। अनि तिनीहरू चाहिँ भनौँ न, त्यो ऱ्यान्डमली आकाशमा यताउति घुमिरहेका हुन्छन्। अनि बेला बेलामा तिनीहरू पृथ्वीको वायुमण्डलमा छिर्छन् र वायुमण्डलमा छिरेपछि त्यो एकदमै उच्च गतिमा, तिनीहरू एकदमै उच्च गतिमा छिर्छन्। अनि छिर्दाखेरि चाहिँ त्यो घर्षणले गर्दाखेरि भनौँ न, वायुमण्डलको हावाको घर्षणले गर्दाखेरि तिनीहरू चाहिँ तिनीहरू चाहिँ बल्छन्। अनि हामीले चाहिँ आकाशमा हेर्दाखेरि चाहिँ त्यो स्ट्रिक अफ लाइट भनौँ न, उज्यालो देखिने त्यो लाइटनिङ डिस्चार्ज जस्तो हुन्छ नि, बिजुली चम्किँदाको जस्तो, त्यस्तो खालको देखिन्छ है, त्यो देखिन्छ। अनि त्यस्तोलाई चाहिँ हामी उल्काहरू भन्ने गर्छौँ। उल्काहरू अथवा उल्काको झरी होइन, मेटियोर सावर। एउटा दुईवटा छ भने सिम्पली उल्का, धेरै छन् भने चाहिँ अब झरी जस्तै होइन, वर्षा, उल्काहरूको वर्षा छ। तिनीहरू चाहिँ एउटा स्पेसिफिक विशेष समयमा देखिन्छन्। अनि ती चाहिँ एकदमै ठुल्ठुला उल्काहरू छन् भने ती ठुल्ठुला उल्काहरू चाहिँ पृथ्वीको सतहसम्म आइपुग्छन्। ती कम्प्लिटली पूर्णतया जलिसकेनन् भने तिनीहरूले चाहिँ पृथ्वीको वायुमण्डललाई छेडेर पृथ्वीसम्म आइपुग्छन्, हाम्रो सतहसम्म आइपुग्छन् होइन। ती सतहमा आइपुग्यो भने तिनीहरूलाई चाहिँ हामीले उल्का पिण्ड अथवा मिटियोराइट भन्ने गर्छौँ। भनौँ न, मैले तिनवटा टर्म्स भने अहिलेसम्म, मेटियोराइट्स, मेटियोर्स एन्ड मेटियोराइट्स, METEOROIDS, त्यो चाहिँ एउटा जेनेरिक टर्म भयो। अनि मेटियोर्स, METEORS, अनि त्यसपछि मेटियोराइट, METEORIT होइन। हो ती चाहिँ उल्काहरू जलिसकेनन् भने र पृथ्वीमा आइपुग्यो, पृथ्वीको सतहमा आइपुग्यो भने मेटियोराइट भन्ने गरिन्छ, उल्का पिण्ड होइन। अस्ति गएको शनिबार भनेको मेको 30मा एउटा ठुलै
त्यो त्यस्तो घटना चाहिँ घट्यो है, घट्यो। मसँग यहाँ केही तथ्यहरू पनि छन् नासाको उनीहरूको आधारमा, उनीहरूको वेबसाइटको आधारमा, त्यो पनि म यहाँहरूसँग बाँड्छु। तिनीहरू चाहिँ त्यो ठुलो साइजको त्यो उल्का चाहिँ एकदमै उच्च गतिमा, कति गतिमा भन्दाखेरि 42,000 माइल प्रति घन्टा है, 42,000 माइल प्रति घन्टा। म यहाँहरूलाई एउटा भनौँ न यसलाई कसरी अर्को युनिटमा बदल्ने अथवा यसको यो कत्रो नम्बर हो भनेर चाहिँ 42,000 माइल प्रति घन्टा भनेको कति हो त भन्दाखेरि अमेरिकाका हाइवेहरूमा होइन एकदमै उच्च गतिमा 80-90 माइल पर आवर चाहिँ गाडी कुदाउन मिल्छ है। यो चाहिँ 42,000 माइल प्रति घन्टाको उच्च गतिमा एउटा चाहिँ उल्का चाहिँ यो न्यू इङ्ल्यान्ड एरिया भनेको यो म्यासाचुसेट्सको भनौँ न, म्यासाचुसेट्स यहाँ 6वटा स्टेट्सहरूलाई चाहिँ न्यू इङ्ल्यान्ड भन्ने गरिन्छ। यो न्यू हेम्पसायर र म्यासाचुसेट्सको लाइक बोर्डरतिर चाहिँ लगभग 31 माइल माथि आएर चाहिँ त्यो पड्क्यो है, पड्क्यो। र त्यो कहिले भन्दाखेरि शनिबार मेको 30 शनिबार 2:06 जाँदा त्यो रेकर्ड गरियो होइन। अनि मान्छेहरूले यो इस्ट कोस्टमा बस्ने मान्छेहरू भनेको म्यासाचुसेट्स, न्यू हेम्पसायर, रोड आइल्यान्ड होइन, यो एरियामा बस्ने मान्छेहरूले, धेरै मान्छेहरूले त्यो बुम आवाज, त्यो पड्किएको आवाज पनि सुने होइन। मैले चाहिँ सुनिनँ। त्यो दिन अलिकति झरी बतास पनि लागिरहेको थियो बेसरी भनौँ न, यो सर्टेन ठाउँमा चाहिँ मान्छेहरूले त्यो सुने है। अनि त्यो एक्सप्लोजन चाहिँ एकदमै पावरफुल, एकदमै शक्तिशाली थियो। कति शक्तिशाली भनेर नासाले के भन्छ भन्दाखेरि उनीहरूको डेटा, उनीहरूको तथ्य चाहिँ 230 मेट्रिक टन्स को TNT ट्राई नाइट्रोटोलुइन भनेको एउटा एक्सप्लोजिभ हो। त्यो विस्फोट हुँदा जति शक्ति उत्पादन हुन्छ लगभग त्यत्तिकै शक्ति उत्पादन भएर त्यो ब्रस्ट भयो, त्यो चाहिँ पड्कियो। अनि त्यसको पड्किँदाखेरि के हुन्छ भने त्यो त्यस्ता उच्च गतिबाट उल्काहरू चाहिँ अर्थको, पृथ्वीको वायुमण्डलबाट जाँदाखेरि तिनीहरूले चाहिँ एक किसिमको सक वेभ्स होइन, साउन्ड वेभ्स चाहिँ प्रोड्युस गर्छन्। साउन्ड वेभ्स भन्दा पनि यसलाई सक वेभ्स नै भन्दा बेस हुन्छ। के हुन्छ त्यहाँबाट पास गर्दा चाहिँ तिनीहरू चाहिँ अब ध्वनिको गतिभन्दा उच्च गतिमा, ध्वनिको गतिभन्दा पनि धेरै धेरै बढी गतिमा चाहिँ जाँदाखेरि त्यसले त्यो वायुमण्डलबाट पास हुँदाखेरि चाहिँ के हुन्छ भने त्यसले जेनेरेट गरेको त्यो भनौँ न, पास हुँदाखेरि जेनेरेट गरेको, प्रोड्युस गरेको चाहिँ त्यो वेभ्सहरू चाहिँ एक्चुअली त्यसको अगाडिको चाहिँ हावाको भनौँ न, त्यो चाहिँ कलेक्सन हुन्छ, जम्मा हुन्छ र त्यसले चाहिँ एउटा किसिमको कोन प्रोड्युस गर्छ है। जस्तै सुपरसोनिक जेट प्लेन्सहरूले त्यस्तो गर्छन् होइन। अनि त्यो गर्दाखेरि त्यो सक वेभ्सले गर्दा चाहिँ साउन्ड आउँछ है। त्यो साउन्ड चाहिँ एकदमै उच्च भनौँ न चर्को साउन्ड हुन्छ है। मैले सकेसम्म यहाँ नेपालीमा ट्रान्सलेट गर्न खोजिरहेको छु होइन। चर्को साउन्ड हुन्छ, चर्को चाहिँ ध्वनि आउँछ होइन। अनि एक्चुअली एउटा मात्रै नभएर त्यहाँ दुईवटा ध्वनिहरू हुन्छन् क्या। एउटा चाहिँ त्यो हावाबाट पास हुँदाखेरि, एटमोस्फियरको वायुमण्डलबाट पास हुँदाखेरि एउटा त्यो, अनि अर्को चाहिँ त्यो एक्सप्लोजन हुँदाखेरि तर बुम बुम दुईवटा चाहिँ त्यस्ता साउन्डहरू आउँछन्। र त्यस्ता साउन्डहरू मान्छेहरूले चाहिँ यहाँ धेरै ठाउँबाट सुने होइन। अनि त्यो के हुन्छ भन्दाखेरि त्यो चाहिँ के भयो त्यो यो घटना। अनि त्यसरी पास गर्दाखेरि त्यो चाहिँ धेरै ठुलो भएकोले त्यो उल्का वायुमण्डलमा कम्प्लिटली पूर्णतया जलिस नसकेर यो चाहिँ केप कड बेमा खसेको भनेर चाहिँ नासाले त्यो निर्कुल गर्यो र पत्ता लगायो।
होइन। र यस्ता उल्काहरू, यस्ता ठुल्ठुला चाहिँ उल्काहरू चाहिँ पृथ्वीको सतहसम्म आइपुग्छन् र ती उल्काहरू चाहिँ कहिलेकाहीँ चाहिँ तिनीहरूले धेरै ठुलो क्षति पुर्याउँछन् होइन। यहाँ मसँग केही तथ्यहरू छन्, म यहाँहरूलाई चाहिँ सेयर गर्छु है। अनि यो जुन घटना थियो त्यो घटना भएपछि यहाँ हाम्रो एउटा स्थानीय पत्रिकाले चाहिँ हाम्रो युनिभर्सिटीलाई चाहिँ सम्पर्क गरेछ र यो एस्ट्रोफिजिक्ससँग काम गर्ने, एस्ट्रोफिजिक्स पढाउने चाहिँ प्रोफेसर भयो भने चाहिँ कन्ट्याक्ट गराइदेऊ भनेर होइन। अनि मैले त्यो उस्टर म्यागजिन, टेलिग्राम एन्ड ग्याजेट भन्छ, त्योसँग कुराकानी गरेका थिएँ। त्यो चाहिँ पब्लिकली पब्लिस भएको छ, एभाइलेबल। त्यहाँ धेरै कुराहरू चाहिँ मैले भनेको छु, सेयर गरेको छु। र एक दुईवटा कुराहरू चाहिँ जस्तै कति चाहिँ उल्काहरू चाहिँ झर्छन् भन्दाखेरि एउटा इन्ट्रेस्टिङ तथ्य, एउटा डेटा पोइन्ट चाहिँ लगभग 100 टन, टन भनेको 1000 किलोग्राम, मेट्रिक टन होइन, टन भनेको मलाई जहाँसम्म लाग्छ 1000 किलोग्राम जस्तो लाग्छ। टन, एकचुअली त टन इन किलो, इन केजी, टन भनेको लगभग 1000 किलोग्राम। 100 टन, 100 टन्स अफ डस्ट एन्ड स्यान्ड साइज पार्टिकल्स चाहिँ पृथ्वीमा एभ्री डे, हरेक दिन चाहिँ खस्ने गर्छन्। तर हामी भाग्यमानी किन छौँ भन्दाखेरि ती सबैहरू चाहिँ अर्थमा आइपुग्दैनन्, तिनीहरू चाहिँ सबै पृथ्वीको सतहमा आइपुग्दैनन्। यो वायुमण्डलले तिनीहरूलाई चाहिँ त्यहाँबाट पास गर्दाखेरि तिनीहरू त्यो घर्षणले गर्दा त्यही जल्छन् र हामी स्ट्रिक्स अफ लाइट चाहिँ देख्ने गर्छौँ होइन। यहाँहरूले उल्का पिण्डको वर्षा भन्ने सुन्नुभएको होला, बेला बेलामा ती थुप्रै झर्ने गर्छन् होइन। अनि कहिलेकाहीँ वर्षमा एकपल्ट चाहिँ यो अटोमोबाइल साइजको भनौँ न, कार जत्रो चाहिँ त्यत्र पनि झर्दा रहेछन्। र एउटा फुटबल साइजको चाहिँ लगभग 2000 वर्षमा एकपल्ट झर्दो रहेछन्। र यस्ता ठुल्ठुला उल्काहरू चाहिँ पृथ्वीको वायुमण्डलमा सबै जल्दैनन्, ती जलिसक्दैनन् होइन। ती जल नसकेपछि तिनीहरू चाहिँ पृथ्वीमा को सतहमा झर्छन् र तिनीहरूलाई हामी उल्का पिण्ड भन्ने गर्छौँ, मैले अघि भने जस्तै। र तिनीहरूले चाहिँ ठुलो क्षति पुर्याउन सक्छन् भनौँ न, पुर्याउँछन् भन्दा पनि एउटा हामी भाग्यमानी किन पनि छौँ भने पृथ्वीको सतहमा 71% भन्दा बढी सतह पानी छ, समुद्र छ होइन। त्यसले गर्दाखेरि धेरै जस्तो यस्ता उल्का पिण्डहरू चाहिँ समुद्रमा अथवा पानीमा झर्ने गर्छन्, केही कहिलेकाहीँ जमिनमा पनि झर्ने गर्छन् होइन। अनि एउटा यो भनेको पृथ्वीको भनौँ न एउटा सभ्यतालाई नै भनौँ न, मानव सभ्यतालाई नै चाहिँ आँच आउने गरेर भनौँ न, त्यस्ता ठुल्ठुला त्यस्तोलाई प्रभाव पार्ने गरेर ठुल्ठुला उल्का पिण्डहरू चाहिँ लगभग फ्यु मिलियन इयर्स भनेको लाखौँ वर्षमा झर्ने गर्छन्। एउटा एकदमै इन्ट्रेस्टिङ इक्जाम्पल चाहिँ लगभग 65-66 मिलियन इयर अगाडि चाहिँ त्यस्तै ठुलो एउटा उल्का पिण्ड झरेर धेरै जसो लगभग 75% चाहिँ सामुद्रिक लाइफ, जीवन भनौँ न, जीवित वस्तुहरू र डाइनोसर्सहरूलाई पनि चाहिँ इराडिकेट गरे, कम्प्लिटली भनौँ न, त्यो ध्वस्त बनाएको चाहिँ हामी चाहिँ यो जियोलोजिकल भूगर्भको इतिहास भनौँ न, भूगर्भशास्त्रमा त्यो इतिहास पनि हामी पढ्ने गर्छौँ होइन। त्यो एउटा इन्ट्रेस्टिङ डेटा। अर्को एउटा भनौँ न एकदम चाखलाग्दो चाहिँ जानकारी, 2013मा रसियाको चेलियाबिन्स्क भन्ने ठाउँमा चाहिँ एकदमै ठुलो भनौँ न एउटा घर जत्रो साइजको
हाउस साइज मेटियोराइट भन्छ। त्यो चाहिँ लगभग 11 माइल प्रति घण्टा चाहिँ को दरमा झरेछ र 14 माइल माथि है 14 माइल माथि चाहिँ त्यो चाहिँ विस्फोट भयो, त्यो चाहिँ जल्यो र तर सम्पूर्ण भाग जलेन र अर्थ पृथ्वीमा पनि आइपुग्यो र त्यो आइपुग्दा चाहिँ त्यसले चाहिँ धेरै ठुलो क्षति पुर्यायो। यहाँ केही तथ्यहरू चाहिँ म सेयर गर्छु यहाँलाई। द एक्सप्लोजन रिलिज टु एनर्जी इक्विभ्यालेन्ट टु 440,000 टन्स अफ TNT होइन, 4,40,000 टन, एक टन भनेको 1,000 किलोग्राम, त्यति बराबरको चाहिँ ट्राइनाइट्रोटोलुइन TNT, त्यति चाहिँ विस्फोटक पदार्थ पड्किँदाखेरि जति शक्ति उत्पन्न हुन्छ लगभग त्यतिकै शक्ति चाहिँ उत्पन्न भएको थियो। अनि यसले चाहिँ धेरै ठुलो क्षति पुर्यायो। लगभग 2000 वर्ग माइलमा चाहिँ क्षति पुर्यायो उसमा रसियामा र लगभग 1600 मान्छेहरू चाहिँ त्यहाँबाट तिनीहरू इन्जोर्ड भए भनौँ न। त्यहाँ कोही मरेको रेकर्ड चाहिँ छैन। त्यो मोस्टली त्यो सक वेव्सले गर्दाखेरि, सक वेव्स भनेको बेसिकली अर्थक्वेक वेव्स जस्तै हो, भूकम्प जाँदाखेरि आउने जस्तै। त्यो सक वेव्सको कारणले गर्दाखेरि जस्तै झ्यालका सिसाहरू फुटे होइन, त्यसको कारणले गर्दा त्यसले लागेर चाहिँ मान्छेहरू लगभग 1600 मान्छेहरू चाहिँ घाइते भएका रहेछन् होइन। यसरी यी पृथ्वीको वरिपरि घुमिरहेका होइन यी साना अब्जेक्टहरू, साना वस्तुहरू, साना मैले किन भनेको भन्दाखेरि अब पृथ्वीको वरिपरि चन्द्रमा पनि घुमिरहेछ, तर चन्द्रमा एउटा डिसिप्लिन एउटा अर्बिटमा घुमिरहेछ, एउटा कक्षमा होइन। हामीलाई सबै कुरा थाहा छ चन्द्रमाको विषयमा, तर यस्ता यी एस्टेरोइडहरूबाट आउने टुक्राहरू, कहिलेकाहीँ चाहिँ स्पेसको आउटर स्पेसबाट आउने चाहिँ यस्ता अब्जेक्टहरू, यस्ता वस्तुहरू चाहिँ 81 पृथ्वीको वायुमण्डलमा छेर्छन् र ठुल्ठुला छन् भने तिनीहरू चाहिँ वायुमण्डलमा जलि सक्दैनन् र अर्थमा, पृथ्वीको सतहमा आएर त्यसको चाहिँ हाम्रो भनौँ न मानवीय सभ्यता, जीवन, यहाँका जीव जन्तुहरूलाई चाहिँ च्यालेन्ज होइन, एउटा चुनौती दिन्छन् होइन। त्यसले गर्दाखेरि भनौँ न संसारभरि यस्ता ठुलै धेरै संस्थाहरू छन् रिसर्च अनुसन्धान गर्ने, तिनीहरूले चाहिँ यस्ता वस्तुहरूलाई कसरी अर्ली डिटेक्ट गर्ने र तिनीहरूबाट कसरी बच्न सकिन्छ भन्ने, जस्तै नियर अर्थ अब्जेक्ट्स चाहिँ रिसर्च गर्ने, अथवा यो मेटियोर्सहरू, एउटा अमेरिकन मेटियोर सोसाइटीले पनि यिनीहरूको अध्ययन गर्छ होइन। र यी प्राय गरेर यी सानातिना मेटियोर सावर्सहरू चाहिँ यो कमेटहरू चाहिँ भनौँ न पास हुँदाखेरि, कमेटलाई ठ्याक्क नेपालीमा के भन्छ भन्ने कुरा अहिले मैले ठ्याक्क नेपाली शब्द मलाई थाहा भएन होइन। कमेटलाई चाहिँ नेपालीमा के भन्छ त भनौँ न, कमेट इन नेपाली धुम्रकेतु धुमकेतु होइन धुमकेतु जस्तो मैले पहिले पढेको मेरो धुम्रकेतु अथवा पुच्छ्रे तारा हो। तिनीहरूले चाहिँ के हुन्छ भने तिनीहरू एकदमै इलिप्टिकल अर्बिटमा अण्डाकार अर्बिटहरूमा चाहिँ तिनीहरू घुम्छन् होइन सूर्यको वरिपरि। अनि कहिलेकाहीँ के हुन्छ भने तिनीहरूले चाहिँ त्यो तिनीहरूमा भएको डस्ट पार्टिकल्सहरू भनेको धुलोका कणहरू र तिनीहरूका भागहरू चाहिँ छोडेर जाने गर्छन्। तिनीहरू त्यो भनौँ न कमेटबाट छुट्टिन्छन् हो। त्यस्ता जब चाहिँ पृथ्वी चाहिँ सूर्यको वरिपरि जाँदाखेरि त्यस्तो क्षेत्रमा चाहिँ पृथ्वी पुग्यो भने त्यहाँ चाहिँ हामीले यो उल्काको वर्षा, मेटियोर सावर चाहिँ देख्न सकिन्छ होइन। बेला बेलामा चाहिँ नासाले अथवा
अमेरिकन मेन्ट्योर सोसाइटीले होइन अथवा अरू रिसर्च अर्गनाइजेसनहरू अनुसन्धान गर्ने संस्थाहरूले चाहिँ भन्छन् ल यो बेलामा चाहिँ उनीहरूले प्रेडिक्सन गरिरहेको हुन्छ यो बेलामा चाहिँ मेटियोर चार हुन्छ भनेर अनि त्यो एकदम ब्युटिफुल हुन्छ होइन तर त्यो तिनीहरू चाहिँ ससाना कणहरू भएकोले त्यति पृथ्वीको सतहसम्म आइपुग्दैन र त्यस्तो क्षति पुर्याउँदैनन् तर ठुल्ठुला चाहिँ उल्काहरू भयो भने तिनीहरू चाहिँ पृथ्वीसम्म आइपुग्छन् र यङ जेनेरेसनलाई होइन युवा वर्गहरूलाई एउटा अनुसन्धानको यो नयाँ क्षेत्र यो नयाँ त नभनौँ तर अनुसन्धानको क्षेत्र हो होइन त्यसमा चाहिँ किनभने यसले चाहिँ अब हाम्रो मानव अस्तित्वलाई नै अब थ्रेटन गर्ने चुनौती दिने पनि हुनसक्छ त्यसले गर्दा यो एउटा महत्त्वपूर्ण चाहिँ रिसर्चको विषय हो होइन त्यही भनौँ भनेर चाहिँ यहाँलाई कुरा सेयर गरौँ भनेर मैले यो भौतिक विज्ञानको रमाइलोलाई आज मैले फेरि सुरु भनौँ न आज यो भागलाई चाहिँ प्रसारण गरेँ यहाँहरूले चाहिँ सुन्नुभयो होला हेर्नुभयो होला होइन केही त्यस्तो प्रश्नहरू छन् भने कमेन्टमा आजभोलि त्यही छ होइन सोसल मिडियाको जमाना छ कमेन्ट लाइक सेयर गर्ने कमेन्ट लाइक सेयर गर्ने मेरो यो फेसबुकको युट्युबको भनौँ न मैले सोसल मिडिया एकदमै धेरै नै युज गर्छु सो फेसबुक भयो इन्स्टाग्राम भयो होइन अनि x.com भन्छ ट्विटर भयो होइन लिङ्क्डइन भयो होइन म सबै युज गर्छु तर मैले कुनैलाई पनि मोनिटाइज गरेको छैन त्यसले गर्दाखेरि यहाँहरूले सेयर गर्नुहोस् लाइक गर्नुहोस् जे गर्नुहोस् होइन त्यो मलाई मैले त्यो मोनिटाइज गरेको छैन त्यसले गर्दा मेरो एउटा विशुद्ध उद्देश्य भनेको आफूले जानेको ज्ञान चाहिँ सेयर गरौँ सबैमा बाँडौँ भनौँ एउटा मोटिभेसन पनि गरौँ भनेर चाहिँ भने हो त्यही भएर ल हस् त धेरै धेरै धन्यवाद फेरि अर्को एपिसोडमा भेटौँला नमस्ते।